नमस्कार, म कमल पराजुली। आज चाहिँ म रामपुर नगरपालिका वडा नम्बर 5 मा अवस्थित यो रामघाटको तीर्थस्थल, पवित्र स्थल, यो तपोभूमिमा उपस्थित भइरहेको छु। र रामघाटको बारेमा बताउनु पर्दा झन्डै 200 वर्ष पहिला पुरातात्विक यो मठ मन्दिरहरू र त्रेता युगमा भगवान रामचन्द्र वनवास जाने क्रममा र घुम्दै हिँड्ने क्रममा चाहिँ यो रामपुर भन्ने ठाउँमा पनि आएको र यो काली नदी तीरमा यो रामघाट भन्ने ठाउँमा चाहिँ रामले नुहाएको कारणले गर्दाखेरि यो पवित्र तीर्थस्थलको नाम चाहिँ रामघाट रहन गएको भन्ने हाम्रा अग्रज व्यक्तिहरूबाट मैले सुन्दै आइरहेको छु। तपाईले यो गेटको भित्ताहरूमा विभिन्न रामका बाणीहरू सँगसँगै रामका भक्तिहरू लेखिएको छ। एकदमै सुन्दर तरिकाले यो बाटोको पनि निर्माण गरिएको छ र एकदमै भगवान रामचन्द्र घुम्न आउने क्रममा यहाँ आएर नुहाएको तीर्थस्थल एकदमै रमणीय लाग्छ। र यो पाल्पा रामपुरको एउटा धार्मिक तपोसमयमा यहाँ विभिन्न किसिमका धार्मिक कार्यहरू हुने र ज्येष्ठ नागरिक विद्यालयहरूको पनि अब छिटै सञ्चालनमा आउने तयारी गरिरहेको छ। र यहाँका विभिन्न मठ मन्दिरहरू एकदमै पुरातात्विक छन्। 200 वर्षभन्दा पुराना मठ मन्दिरहरू यहाँभित्र रहेका छन्। यो रामघाटको बारेमा अझै विस्तृत रूपमा जानकारी लिनको लागि यसै मन्दिर व्यवस्थापन संरक्षण समितिका सचिव मीनराज रेग्मी सर मसँग हुनुहुन्छ। उहाँलाई चाहिँ म स्वागत गर्न चाहन्छु। सरलाई स्वागत छ। धन्यवाद। आरामै हुनुहुन्छ? सर, यो हामीले पनि अब तपाईँहरूबाटै सिक्दै आएर बुझ्दै आएर यो रामघाट चाहिँ भगवान रामचन्द्र तीर्थमा घुम्न आउँदाखेरि यहाँ नुहाएको भन्ने चलन चल्तीले नै हामीले यसरी नै बुझ्दै आएका छौँ। यसको बारेमा अलिकति पुरातात्विक बारेमा तपाईँ थोरै बताइदिन अनुरोध गर्छु। धन्यवाद यहाँलाई। अब नुहाउन आएको भन्ने कुराहरू यहाँले अवगत गराइसक्नुभयो, त्यसलाई चाहिँ दोहोऱ्याउनु उपयुक्त चाहिँ नहोला। अब यो नुहाउन पनि राम वनवास गएको चाहिँ अवस्थामा मुक्तिनाथबाट विचरण गर्दै गर्दै आउँदाखेरि अब आधिकारिक रूपमा चाहिँ रामदी अनि रामटार, रामकुवा होइन, अनि चाहिँ गर्छ रामचुलो, रामचे र रामघाट हुँदै हुँदै यसरी चाहिँ घुमेर आएको भन्ने पनि प्रमाणित रूपमा हो जस्तो चाहिँ लाग्ने हामीलाई पनि। र यहाँ नुहाएर गइसके चाहिँ पश्चात केही वर्षपछि हाम्रा चाहिँ पुर्खाहरूलाई सपनामा चाहिँ रामचन्द्र भगवान चाहिँ देखिएर म लक्ष्मीनारायणको चाहिँ स्वरूप लिएर त्यही क्षेत्रमा विचरण गरिरहेको छु, मेरो चाहिँ संरक्षण चाहिँ भएन, मेरो चाहिँ संरक्षण गरिदेऊ भनेर स्वप्नमा चाहिँ हाम्रो चाहिँ पुर्खालाई देखाइसकेपछि अनि हाम्रा चाहिँ पुर्खाहरूले 2200 रोपनी चाहिँ गुठी मन्दिर सञ्चालनार्थ गुठी चाहिँ स्थापना चाहिँ गरेर यो लक्ष्मीनारायण हो, लक्ष्मीनारायणको मन्दिर निर्माण गरिएको हो। र हाम्रो चाहिँ यो हिमवत खण्डमा पनि पौराणिक पुराणहरूमा पनि उल्लेख भएको चाहिँ छ कि रामचन्द्र भगवान रामघाटमा चाहिँ आएर चाहिँ नुहाएको हो भन्ने कुराहरू हिमवत खण्डमा पनि उल्लेख गरिएको छ। हामीले चाहिँ त्यहाँ बाहिर लेखेर पनि राखेका चाहिँ छौँ। यो रामघाट रामचन्द्र नुहाएको ठाउँ र यो सँगसँगै जोडिएको अर्को तीर्थस्थल सीताकुण्ड पनि छ। यो सीताकुण्ड र रामघाटको विशेषताको बारेमा थोरै जानकारी दिनु। अब त्यसरी चाहिँ आउँदै गर्दाखेरि सीता रजस्वला भएको अवस्था भएको हुनाले नदीमा स्नान गर्न अशुभ हुन्छ भन्ने मान्यताका अनुरूप सीतालाई रामले चाहिँ माथि लगेर बाण हानेर अनि चाहिँ पानी उत्पत्ति चाहिँ गरेर जल उत्पत्ति गराइसकेपछि सीताकुण्डमा चाहिँ नुहाउनु भयो माथि। र चाहिँ त्यो नुहाएको चाहिँ ठाउँलाई सीताकुण्ड चाहिँ नामाकरण गरियो। र चाहिँ त्यत्रो पहाडको चाहिँ टापुमा पानीको चाहिँ स्रोत नभएको चाहिँ ठाउँमा त्यो कुवामा चाहिँ पानी कहिल्यै पनि चाहिँ सुक्दैन, एउटा विशेषता चाहिँ त्यो छ है। अनि चाहिँ राम यहाँ नुहाएर चाहिँ जाने, सीता चाहिँ उहाँ नुहाएर चाहिँ आइसकेपछि बजारमा चाहिँ रहेको चाहिँ राम मन्दिर निर्माणाधीन अवस्थामा चाहिँ छ अहिले। त्यहाँ आएर चाहिँ रामले चाहिँ भात पकाएर चाहिँ खाएको, राम्रो सीताले रामचुलो भन्ने चाहिँ त्यो चुलो पनि चाहिँ यद्यपि चाहिँ छँदैछ। हामी अब त्यसरी रामचुलोमा चाहिँ खाना पकाएर चाहिँ खाएको यी आदि चाहिँ पौराणिक चाहिँ महत्त्व, ऐतिहासिक चाहिँ पौराणिक चाहिँ महत्त्व भएको हुनाले यो उपत्यकाको चाहिँ नामाकरण पनि रामपुर रहनु गएको। राम भनेको चाहिँ राम भगवान, पुर भनेको चाहिँ सहर है। रामचन्द्र भगवान चाहिँ घुमेको विचरण गरिएको चाहिँ एरिया क्षेत्र भएको हुनाले यो उपत्यकाको नाम चाहिँ रामपुर भनेर रहन गएको
धार्मिक मान्यता चाहिँ छ एउटा पक्ष। अहिले यो पछिल्लो समयमा चाहिँ रामघाटलाई एउटा रामपुरको एउटा चिनारीको रूपमा र एउटा धार्मिक हिसाबले पनि प्रख्यातको रूपमा र यहाँ भर्खरै अब चाहिँ यहाँ चाहिँ ज्येष्ठ नागरिक पनि बनाउने र ज्येष्ठ नागरिकहरूलाई राख्ने भनेर व्यवस्थापन मिलाउनको लागि विभिन्न किसिमका निर्माणहरू गर्दै आउनुभएको छ। यस विषयमा पनि थोरै जानकारी दिन अनुरोध गर्छु। अर्को चाहिँ पक्ष चाहिँ के छ भने चाहिँ तपाईँले ज्येष्ठ नागरिकको चाहिँ बारेमा चाहिँ कुरा चाहिँ गर्नुभयो। अब हामीले चाहिँ यहाँ काम गर्दै चाहिँ जाँदाखेरि कतिपय चाहिँ समाजमा ज्येष्ठ नागरिकहरू चाहिँ हुनुहुन्छ, उहाँहरूको चाहिँ दिनचर्या चाहिँ कसरी चाहिँ बिताउने, कसरी चाहिँ टाइम पास गर्ने भन्ने अवस्थामा पनि चाहिँ हुनुहुन्छ। उहाँहरू चाहिँ ठाउँ पाउनुभएको चाहिँ छैन। त्यसो भएर उहाँहरूलाई हामीले चाहिँ दैनिक यहाँ लिएर आउने, 1 घन्टा चाहिँ भजन कीर्तन गराउने, 1 घन्टा चाहिँ धार्मिक चाहिँ प्रवचनहरू चाहिँ सुनाउने, अनि चाहिँ केही समय चाहिँ आपसी चाहिँ अनुभवहरू चाहिँ आदान प्रदान चाहिँ गराउने र चाहिँ खाजा चाहिँ खाने व्यवस्था समेत गराएर फेरि आफ्नो गन्तव्यमा हाम्रो चाहिँ संस्थाको चाहिँ बस छ नगरपालिकाबाट उपलब्ध भएको, अनि त्यो बसबाट फेरि चाहिँ आफ्नो गन्तव्यमा चाहिँ पुर्याइदिने लक्ष्य छ। यो निर्माण भइसकेपछि ज्येष्ठ नागरिकहरूलाई दिउँसोको समयमा ल्याउने र साँझ चाहिँ घर घरमा छोड्ने चाहिँ व्यवस्था गर्ने। भन्न खोजेँ यही बसोबास गर्ने तरिकाले राख्ने व्यवस्था मिलाउने। यहाँ कोही त्यस्ता चाहिँ भक्त सज्जनहरू धर्म गरेर चाहिँ बस्छु भनेर चाहिँ भन्नुहुन्छ भने चाहिँ ज्येष्ठ नागरिकहरूलाई पनि चाहिँ यहाँ व्यवस्था चाहिँ छ। अहिले यहाँ चाहिँ रामघाटमा चाहिँ एउटा मन्दिर मात्रै भइरहेको छ। अब यहाँ चाहिँ घुम्न आउने आगन्तुकहरूलाई चाहिँ अझै विशेष सहजीकरण, अझै यहाँ रमाइलो गराउनको लागि नित्य अब भजन कीर्तनहरू गर्ने व्यवस्था, यता अझै रमाइलो बनाउने वातावरणहरू गर्ने तयारीमा हुनुहुन्छ या के गर्दै हुनुहुन्छ? अवश्य पनि हामी चाहिँ त्यस पक्षमा पनि चाहिँ सोचिरहेका चाहिँ छौँ। अब हाम्रो चाहिँ यो राम भगवान् चाहिँ यहाँ आएको हुनाले र चाहिँ विवाह पञ्चमी पनि चाहिँ नजिकै चाहिँ छ र नगरपालिकाको हाम्रा चाहिँ मेयर साहब रमणबहादुर चाहिँ थापाले पोहोर साल हामी चाहिँ सँगै सीताकुण्ड गएका चाहिँ थियौँ विवाह पञ्चमीको चाहिँ दिन। त्यो दिन चाहिँ उहाँ गइसकेपछि उहाँलाई चाहिँ के लाग्यो ल अब यहाँ जनकपुरको जस्तै विवाह महोत्सव गराउने प्रचलन चाहिँ बसाल्नु पर्यो। अहिले नै उद्घाटन भयो, ल असमबाट नै चाहिँ थालनी भयो। आइसलबाट विधिवत रूपमा चाहिँ रामघाटबाट चाहिँ दुला बेहुलालाई चाहिँ लिएर आउने र चाहिँ यहाँ बेहुलीको सँग चाहिँ विवाह गराएर विधिवत रूपमा चाहिँ फेरि रामघाट लगेर चाहिँ भित्राउने कार्यक्रम चाहिँ गर्ने हो भनेर चाहिँ घोषणा गर्नुभएको चाहिँ थियो। तत् घोषणा अनुसार अहिले हामी सबै चाहिँ लागेर त्यसको चाहिँ लागि हामी तयारीमा चाहिँ लागिरहेका छौँ। लगभग चाहिँ पूर्वाधारहरू, आधारभूत पूर्वाधारहरू तयार चाहिँ हुँदैछन्। यो पछिल्लो समयमा चाहिँ यो रामघाटलाई एकदमै धार्मिक तपोभूमि मान्दै आउँदा विशेष गरेर यो रामघाटमा चाहिँ कुन समयमा कुन तिथिमा चाहिँ मेला लाग्ने अथवा दर्शकहरूको भिड लाग्ने गर्दछ? धन्यवाद। यहाँ विशेषतः हाम्रो रामनवमी मुख्य पर्व हो र रामनवमीको चाहिँ दिन भीमबाहाद जुन चाहिँ तनहुँमा चाहिँ छ, भीमनाथ भनेर चाहिँ चिनिन्छ, त्यहाँबाट रामले चाहिँ बाण हानेर रामनवमीको चाहिँ दिन काली नदीसँग सेती नदीको मिलन हुन्छ भन्ने किंवदन्ती चाहिँ छ र चाहिँ यो अगाडि चाहिँ देखिएको चाहिँ नदीको पछाडिपट्टिको पहाडबाट चाहिँ सेती नदी चाहिँ निस्किन्छन् भन्ने पनि चाहिँ एउटा मान्यता चाहिँ छ। त्यो दिन चाहिँ हाम्रो यहाँ विशेष पूजा चाहिँ हुन्छ, मुख्य चाहिँ पर्व चाहिँ त्यो हो। त्यस पछाडि हाम्रो चाहिँ अक्षय तृतीयामा हाम्रो चाहिँ यहाँ पूजा पाठ विशेष किसिमको चाहिँ हुन्छ। त्यस्तै गरेर चाहिँ नयाँ वर्षहरू चाहिँ भयो होइन, अनि चाहिँ गरेर विवाह पञ्चमी भयो। यी पर्वहरू चाहिँ हाम्रो चाहिँ यो संस्थाको चाहिँ यहाँ चाहिँ अब व्रतबन्ध विवाहदेखि लिएर हरेक कुराहरू गर्नको लागि यो मन्दिरमा आएर गर्न चाहनुहुनेले यहाँ समितिले चाहिँ के कस्तो किसिमको व्यवस्थापन गरिरहेको छ? धन्यवाद। त्यसको लागि चाहिँ मूलत हाम्रो पण्डितजीको चाहिँ व्यवस्था चाहिँ छ र मण्डपको व्यवस्था चाहिँ छ। अहिलेलाई चाहिँ मण्डप यसैलाई चाहिँ मानिएको छ। निकट भविष्यमा चाहिँ हामीले यहाँ तल हाम्रो चाहिँ योगी नरहरि गुरु आएर 1 महिनासम्म त्यो सञ्चालन गरेको चाहिँ कुण्ड छ। त्यही कुण्डमा चाहिँ हामीले चाहिँ यज्ञ कुण्ड चाहिँ निर्माण गरेर अब यज्ञ चाहिँ मण्डपको चाहिँ पार्ट अलग्गै राख्ने हाम्रो चाहिँ सोच छ। निकट भविष्यमा यो वर्षमै चाहिँ त्यो कार्यक्रम चाहिँ हुन्छ र यहाँ चाहिँ बिहा व्रतबन्ध आदि इत्यादि गरेर शान्ति स्वस्ति शान्ति गराउनुको निम्ति हाम्रो चाहिँ मन्दिरमा चाहिँ पण्डितजी हुँदै हुनुहुन्छ
अनि त्यस पछाडि यो चाहिँ समिति मण्डलले चाहिँ व्यवस्था चाहिँ गरेछ। अनि त्यसपछि चाहिँ हाम्रो उहाँहरूले चाहिँ खाना बनाउन चाहिँ खाना गर्न चाहिँ चाहनुभयो भने हामीसँग चाहिँ भाँडाकुँडा र चाहिँ भान्साघरको चाहिँ व्यवस्था चाहिँ छ र आफै चाहिँ बनाएर चाहिँ खान्छौँ भने पनि चाहिँ यहाँ त्यसरी आइरहँदाखेरि मन्दिरलाई केही सेवा शुल्कहरू तोक्नु भएको छ हामीले अहिलेसम्म चाहिँ तोकिएको चाहिँ छैन। होइन यो व्यवस्था फ्रीमा गर्दै फ्रीमै चाहिँ उहाँहरूले चाहिँ आफ्नो चाहिँ दया चाहिँ धर्मले चाहिँ भगवान्लाई चाहिँ अर्पण गर्नुहुन्छ भने चाहिँ त्यसमा हामीले गुनासो चाहिँ छैन। अर्पण चाहिँ नगरिकन जानुहुन्छ भने पनि गुनासो चाहिँ छैन। तपाईँले विवाह पञ्चमीलाई जोडिराख्दाखेरि मैले फेरि त्यही कुराहरूलाई अहिले यहाँ जोड्न चाहेँ। यो विवाह पञ्चमी एउटा जनकपुरको झल्को दिने तरिकाले गर्ने आगामी वर्षहरूदेखि भनेर तपाईँहरूले कुरा निकालिरहँदा अहिलेको यो विवाह पञ्चमीलाई तपाईँहरूले कसरी लैजाने र कसरी व्यवस्थापन गर्ने र कुन मितिमा गर्दै हुनुहुन्छ यो पनि थोरै जानकारी गराउन। धन्यवाद। अब विवाह पञ्चमीको चाहिँ दिन हाम्रो चाहिँ यही मङ्सिर चाहिँ 9 गते विवाह पञ्चमी परेको छ। त्यो दिनको चाहिँ लागि हामीले यहाँ भक्त सज्जनहरूलाई आमन्त्रण गरेका चाहिँ छौँ। हाम्रो चाहिँ तहगत जन्ती हुन्छ भन्नु पर्यो होइन। एक तह चाहिँ भक्त सन्त महात्माहरू चाहिँ हुनुहुन्छ। अब त्यस पछाडि चाहिँ हाम्रो झाँकी हुन्छ। झाँकीमा चाहिँ हाम्रो विशेष गरेर बालन छ। त्यो बालन भनेको रामचरित्र बालन हुन्छ। त्यसमा चाहिँ राम सीता लक्ष्मण हनुमान आदि इत्यादि चाहिँ सबै चाहिँ ती रामका चाहिँ परिवारहरू त्यहाँ चाहिँ समाहित भएको चाहिँ हुन्छ। अनि चाहिँ त्यसको पछाडि चाहिँ गएर हाम्रो चाहिँ यो भूगोलमा चाहिँ जति पनि चाहिँ जात जाति चाहिँ भाषाभाषीहरू चाहिँ हुनुहुन्छ उहाँहरूको चाहिँ संस्कृति परम्परा वेशभूषा झल्किने खालका ड्रेस लगायत झाँकीहरू चाहिँ को व्यवस्था गरिएको चाहिँ छ र अन्य आगन्तुकहरू पनिलाई स्वागत गर्न चाहिँ लागेका छौँ भने त्यो दिन चाहिँ बिहानै यहाँ सबै चाहिँ उपस्थित हुन्छौँ। अनि चाहिँ के भन्छ त्यो विवाह गर्नको लागि चाहिँ दियो कलश पूजा गर्ने जसरी चाहिँ हामीले विवाह गरिन्छ सेम त्यही विधिमा दियो कलश चाहिँ मन्दिरमा चाहिँ पूजा गरेर ग्रह शान्ति चाहिँ गरेर अनि चाहिँ आएका चाहिँ जन्तीहरूलाई चाहिँ प्रसाद चाहिँ खुवाएर टिका चाहिँ माला चाहिँ लगाएर बाजा चाहिँ बजाएर अनि चाहिँ अगाडि पञ्चे बाजा त्यस पछाडि चाहिँ दुला त्यस पछाडि चाहिँ रामका चाहिँ परिवारहरू अनि चाहिँ त्यस पछाडि चाहिँ भक्त सज्जनहरू अनि पछि चाहिँ पञ्चकन्याहरू अनि पछाडि चाहिँ जन्ती यस्तो किसिमले हामी चाहिँ त्यो दिन सीताकुण्ड चाहिँ जान्छौँ। जन्ती यहाँबाट निकाल्ने दुला राम भगवान रामचन्द्र यहाँबाट निकालेर सीता लिन जान्छौँ। सीताकुण्ड जहाँ सीता माता रजस्वला हुनुभएको थियो नुहाउनु भएको थियो उहाँ सीताकुण्डको मन्दिरबाट सीतालाई लिन गए सीतालाई चाहिँ लिन चाहिँ जान्छौँ र चाहिँ उहाँका अभिभावक समुदायहरूले अब सीताका चाहिँ घरबेटीको चाहिँ भूमिका निर्वाह गर्नुहुन्छ र उहाँ गइसकेपछि पनि चाहिँ पूर्ण रूपमा चाहिँ विवाहको कर्म चाहिँ सम्पन्न चाहिँ गरेर दुलै चाहिँ अन्वाएपछि पुनः साँझ हामीले चाहिँ सीतामाई समेत लिएर आएर यहाँ भित्राउने र चाहिँ जयन्तीहरूलाई चाहिँ खानापिना चाहिँ दान दक्षिणा चाहिँ सबै चाहिँ गर्ने हाम्रो चाहिँ त्यो लक्ष्य छ। यो यति लामो कार्यक्रम यति ठुलो तपाईँले भनेअनुसार भव्य कार्यक्रम रहेछ होइन। यो कार्यक्रमको चाहिँ व्यवस्थापन मन्दिर व्यवस्थापन समिति र नगरपालिकाको सहकार्यमा हुँदैछ हो। अब यो खास गरेर त यति बेला प्रमुख चाहिँ सहयोग भनेको चाहिँ नगरपालिका पनि के हो हाम्रो है। अब मेयर साहबले नै यो नयाँ कार्यक्रम चाहिँ ल्याउनु भएको चाहिँ छ। यहाँहरूको चाहिँ युट्युबको चाहिँ माध्यमबाट मैले उहाँलाई चाहिँ धेरै धेरै चाहिँ धन्यवाद पनि दिन चाहिँ चाहन्छु। किन भन्दा यत्रो चाहिँ परम्परा धर्म संस्कृतिको चाहिँ संरक्षण र चाहिँ रामपुरको चाहिँ पहिचान गराउनुको चाहिँ निम्ति उहाँ प्रतिबद्ध चाहिँ हुनुहुन्छ। त्यस अर्थमा पनि चाहिँ रमण मेयर साहबलाई म धन्यवाद दिन चाहिँ चाहन्छु र उहाँ नगरपालिकाकै चाहिँ बजेट विशेषता चाहिँ छ कार्यान्वयन चाहिँ हामी गर्छौँ। अब तपाईँ एउटा जिम्मेवार पदमा भइरहँदा यो मन्दिरको अझै उज्जवल अझै प्रगतिको लागि भावी योजनाहरू भावी कार्यहरू संक्षेपमा के छन् अलिकति बताइदिनु होला। धन्यवाद। हाम्रो चाहिँ यो पुरानोको हिसाबमा समय परिस्थिति अनुसार यो मन्दिर मात्रै थियो र एउटा चाहिँ पुजारी चाहिँ बस्ने चाहिँ घर थियो। यो चाहिँ पुरानो सत्तल थियो सेम यही मोडलमा चाहिँ थियो यहाँ थियो। भूकम्पले चाहिँ भग्न गराइसकेपछि फेरि हामीले चाहिँ सेम शैलीमा चाहिँ त्यहाँ चाहिँ नगर स्थापना चाहिँ गरेका हौँ। अरू संरचनाहरू चाहिँ केही पनि चाहिँ थिएन र हामीले आजभन्दा 8 वर्ष चाहिँ अगाडि एउटा चाहिँ गुरु योजना चाहिँ तयार गऱ्यौँ। गुरु योजना चाहिँ तयार गरिसकेपछि हामीले चाहिँ ज्येष्ठ नागरिक चाहिँ भवनहरू सभा हलहरू होइन ज्येष्ठ नागरिक चाहिँ मिलन चाहिँ केन्द्र अनि चाहिँ पार्कहरू बगैँचाहरू आदि इत्यादि हामी चाहिँ गराउँदै चाहिँ छौँ। अब हामीले चाहिँ गराउनु पर्ने चाहिँ भौतिक संरचनामा 2-3टा चाहिँ कार्यक्रमहरू चाहिँ बाँकी चाहिँ छ। ती चाहिँ आगामी चाहिँ 2 वर्ष अझै पनि चाहिँ हाम्रो अवधि रहेको हुनाले 10 वर्ष योजना अन्तर्गत 2 वर्ष बाँकी रहेको हुनाले
2 वर्षभित्रमा हामी सम्पन्न गर्ने चाहिँ लक्ष्यमा चाहिँ लागेका चाहिँ छौँ र चाहिँ त्यसपछि आवश्यकता अनुसार समयले चाहिँ मागेका विषयहरूमा हामी अगाडि बढ्दै चाहिँ निरन्तर जानेछौँ। मैले सोध्न छुटाएका र तपाईँले भन्न चाहनुभएका केही कुराहरू छन् भने अन्त्यमा राख्न सक्नुहुन्छ। धन्यवाद छ। अब यत्रो चाहिँ संस्थालाई यो त मैले अघि भनिसकेँ गुठी हाम्रो चाहिँ पुर्खाले चाहिँ राखेको भनेर र निजी गुठी हो, हामीसँग ताम्रपत्र चाहिँ छ होइन, निजी रूपमा चाहिँ सञ्चालन गर्दै आएका चाहिँ थियौँ। अब समय परिस्थिति चाहिँ सबै चाहिँ परिवर्तन हुँदै हुँदै चाहिँ जाँदाखेरि हामी पनि चाहिँ परिवर्तित हुनुपर्छ भन्ने चाहिँ सोचका चाहिँ आधारमा हाम्रो चाहिँ परिवारले यो चाहिँ मन्दिर यो चाहिँ संस्थालाई सार्वजनिक गरेको छ है। र चाहिँ यो मन्दिर नितान्त रेग्मी परिवारको मात्रै चाहिँ नभएर यो मन्दिर हजुरको पनि हो, उहाँको पनि हो, मेरो पनि हो, हामी सबै चाहिँ नेपालीहरूको चाहिँ हो। जो सरकारवालाहरू हुन्छन् नजिकका छिमेकीहरू उहाँहरू सबैको चाहिँ साझा संस्था हो, देवालय हो भन्ने चाहिँ मान्यताका साथ सामाजिकरण चाहिँ गरेका छौँ एउटा कुरा। दोस्रो कुरा अब हामी यसरी चाहिँ यो निर्माण चाहिँ भौतिक निर्माणहरू चाहिँ गर्दै जाँदाखेरि धर्मको चाहिँ संरक्षण गर्दै जाँदाखेरि ऐतिहासिक चाहिँ परम्परालाई चाहिँ निरन्तरता चाहिँ दिँदै जाँदाखेरि साथ र चाहिँ सहयोग अहिले चाहिँ धेरैले चाहिँ गर्नुभएको छ। यहाँका चाहिँ क्लबहरूले चाहिँ गर्नुभएको छ, आमा समूहहरूले गर्नुभएको चाहिँ छ, नगरपालिकाले चाहिँ गरिराखेको चाहिँ छ, अनि चाहिँ त्यस्तै चाहिँ व्यक्तिगत रूपमा पनि चाहिँ सहयोगहरू चाहिँ आएको चाहिँ छ धेरै थोरै। अब यसलाई चाहिँ अझै निरन्तरता र चाहिँ वृद्धि विकास गर्दै चाहिँ आएमा है वृद्धि विकास हुन सकेमा हामीलाई चाहिँ संस्था सञ्चालन गर्न पनि चाहिँ सजिलो हुने र चाहिँ संस्थाको चाहिँ हाम्रो चाहिँ यो गतिविधिहरू पनि सहजै ढङ्गबाट चाहिँ प्रचार प्रसार चाहिँ हुने चाहिँ थियो भन्ने हाम्रो चाहिँ मान्यता हो। र चाहिँ अझ हाम्रो चाहिँ यो विवाह पञ्चमीको कार्यक्रम त दोस्रो चाहिँ जनकपुर गराउने चाहिँ हाम्रो चाहिँ ध्येय हो। त्यसको लागि म चाहिँ सबै चाहिँ सम्बन्धित व्यक्तिहरूसँग अनुरोध पनि चाहिँ गर्छु, सबैको चाहिँ साथ र सहयोग आवश्यकता चाहिँ छ। साथ र सहयोग चाहिँ गरिदिनु हुन, हस्तेमा चाहिँ हैसी गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु। समयको लागि धेरै धेरै धन्यवाद।